everyone, beautiful people. Guys, हामी तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु मेरो आमा है के भन्नु हो नमस्ते हो दुईटा नमस्ते हाम्रो आमा हाँस्नुहुन्छ है अनि रिकभर अब आज 6-7 दिन भयो 6-7 दिनमा के कति भयो के कति सुधार आयो त भन्ने म तपाईहरुलाई देखाउँछु है भिडियोलाई लास्टसम्म हेर्दिनु होला नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला कहाँबाट हेर्दिनुहुन्छ भिडियो शेयर कमेन्ट पनि अनि लाइक एकदम त्यो हेर्दै छोड्दै नजानु होला कृपया त्यही हो अब म घाउहरु देखाउँछु मम्मीको के कति सुधार आयो अहिले अनि है त त्यही हो ल भिडियोतिर जाउँ है त आस्दै हुनुहुन्छ हाम्रो आमा चाहिँ मुखभरि घाउ छ यस्तो यो घाउहरु चाहिँ पुरै यो मुखमा नै आएको छ है यतातिर नै आएको छ मैले कपाल काट्दिएको यो मेरो आमाको अनि यो नयाँ यस्तो भएको छ कि जिलिङ फोका आएको छ खुट्टा देखाइदेऊ खुट्टा यहाँ खुट्टाहरु नै यस्तो छ कि यिनीहरु सबै सुधार आएको अहिले चाहिँ यिनीहरु उतातिर छ यो चाहिँ यो अहिले पनि यहाँ यतातिर नयाँ पानी पोका आउँदैछ हेर्नु देख्न सक्नुहुन्छ यो पनि यस्तै छ खुट्टा यस्तो सुनिएको पनि छ हल्का फुल्का तर केही अब अहिले चाहिँ सुधार आइसक्यो सबै अनि अरु चाहिँ यो ढाडतिर छ अहिले ढाडमा चाहिँ ड्रेसिङ गरेको छ यो सबै फेरि यो पसिना भन्नु होला यहाँ औषधि हालेको छ के यो चाहिँ अनि त्यही भएर यहाँ चाहिँ हेर्नु न यहाँ यो चाहिँ अति डेन्जर छ नि अति डेन्जर यहाँको चाहिँ कपालहरु सबै गइसकेको छ यो पनि पहिले अति डेन्जर थियो अहिले एकदमै सुधार आएको है यसमा चाहिँ अनि तपाईहरुको साथ सपोर्ट है देखाइदिनु होला के भन्नु र अब आमा छोराको यस्तै हो छोराले कमाउन सकेको छैन है आमा के गर्नु गाह्रो छ नि प्रगति भएको छैन है यस्तै छ अब के गर्नु लाइफमा धेरै दुःखहरू आउँदो रहेछ है धेरै माया छ ल 1600 सब्स्क्राइब पुगिसकेको छ है भ्युज पनि यति धेरै माया देखाइदिनु भएको छ नि माया देखाइदिनु भएकोमा धेरै धन्यवाद छ है त